नमस्कार। नेपाल अङ्ग्रेजी युद्धसँग सम्बन्धित भिडियोमा यहाँ सबैलाई हार्दिक स्वागत गर्दछु। यस भिडियोमा चाहिँ नेपाल अङ्ग्रेज युद्धको कुन कुन युद्ध भए होइन र कसको नेतृत्वमा कसरी भयो भन्ने किसिमसँग सम्बन्धित छोटो भिडियो छ। कृपया भिडियो हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। म आजको विषयवस्तु ढिलो नगरी सुरु गर्न चाहन्छु। अब नेपाल अङ्ग्रेज युद्ध भन्ने बित्तिकै हामीले सबैले थाहा छ होइन, नालापानीको युद्ध छ पहिलो युद्ध। यो चाहिँ नेपालको नेतृत्व चाहिँ बलभद्र कुँवरले गरेका थिए भने ब्रिटिसको नेतृत्व चाहिँ जनरल जिलेस्पी र कर्णेल मब्बीले गरेको पाइन्छ। जुन 1871 कार्तिक 1मा यो भएको युद्धमा यो सन् 1814 नोभेम्बर 1 इङ्ग्लिस डेट हेर्ने हो भने मा लर्ड हस्टिङले नेपाल विरुद्धको युद्धको घोषणा गरेपछि गढवाल प्रवेश गर्ने मुख्य नाकाका नालापानीको युद्धमा नेपालीहरूको साहसको कदर गरी हाम्रा वीर शत्रु बलभद्र र गोर्खाली साथीहरूको स्मृतिमा सम्मानोपार भन्ने शिलालेख छाडेर भागेका थिए भनिएको छ। यो युद्धमा जिलेस्पी मारिएका थिए। यो युद्धको अन्त्य 1871 मङ्सिर 10मा भएको हो। त्यसै गरी अर्को युद्ध रहेको छ देउथल सूर्यगढ युद्ध, जुन 1872 वैशाख 3 भनिएको छ भने नेपालको तर्फबाट नेतृत्व गर्ने भक्ति थापा हुन् भने गार्डर र कर्णेल डम्सनो भन्नेले चाहिँ उताको अङ्ग्रेजहरूको नेतृत्व गरेका थिए। 1872 वैशाख 3 गतेदेखि 5 गतेसम्म 3 दिन युद्ध चलेपछि अङ्ग्रेजले चलाएका गोली लागेर भक्ति थापाको देहान्त भयो। 73 वर्षमा लडेको भने भक्ति थापाको लासलाई अक्टलोनीले दोस्रोलाई ओढाई नेपाल फिर्ता गरेका थिए भनिएको छ। जैथक युद्ध 1872 असार 9मा भएको थियो अर्को युद्ध, जुन रणजोड सिंह र जसपाल थापाको नेतृत्वमा भएको थियो नेपालको तर्फबाट भने उता चाहिँ मेजर रिचर्डसन र लर्डलो थिए। अब यसमा चाहिँ अङ्ग्रेज फौजको आक्रमण भनिएको छ। अब अर्को युद्ध रहेको छ अल्मोडा। यो चाहिँ अब अल्मोडा चाहिँ 1872 वैशाख 13 भनेको छ। अमरसिंह थापा र रणजोड सिंह थापा चाहिँ यसको नेतृत्वकर्ता थिए नेपालको तर्फबाट भने अक्टर लोनी चाहिँ अङ्ग्रेजको तर्फबाट नेतृत्व गरेका थिए युद्धको। अङ्ग्रेजी फौजमाथि नेपाली फौजले आक्रमण गरेपछि नेपाली फौजलाई सहयोग गर्न राजधानीबाट हस्तिदल शाहको नेतृत्वमा गएको सैनिक र अङ्ग्रेजी सैनिक बिचमा 4 दिनसम्म युद्ध चलेको, तर नेपाली फौज पराजित भयो र हस्तिदल मारिन पुगे होइन, मारिन पुगे भनिएको छ। अब मकवानपुर युद्धमा हेर्नु, मकवानपुर युद्ध चाहिँ रणवीर सिंह थापाको नेतृत्वमा भएको थियो। मेजर जनरल मार्ली चाहिँ उता अङ्ग्रेजहरूको तर्फबाट के भने यो युद्ध चाहिँ नेपालको तर्फबाट विजयी भएको भनिएको छ। अब अर्को रहेको छ मलाउको युद्ध। यो मलाउको युद्ध चाहिँ अमरसिंह थापाको नेतृत्वमा भएको थियो, जुन अक्टर लोनी थिए अङ्ग्रेजको तर्फबाट नेतृत्वकर्ता भने हात हतियार सहित सुसज्जित भएको अङ्ग्रेजी फौजमाथि ढुङ्गामुढाको भरमा लड्ने नेपाली फौजको यसमा चाहिँ पराजय भएका थिए। अब जितगढी भन्ने छ अर्को। जितगढी चाहिँ उजिर सिंहको नेतृत्वमा जोन सुलेट वुड भन्ने उता अङ्ग्रेजको नेतृत्वकर्ता र यो हालको बुटोलमा पर्ने जितगढी युद्धमा चाहिँ नेपाली फौजले विजय हासिल गरेका थिए। हो यस्तै किसिमको यो अङ्ग्रेजहरूसँग भएको युद्ध सम्बन्धी भिडियो यहाँ समक्ष राखेँ। कृपया भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै आजको यस भिडियोबाट बिदा चाहन्छु। हस्त नमस्कार, सबैजनामा शुभ दिन।